हेलो गाइज, आज चाहिँ मैले डिप्लोमा इन सिभिल इन्जिनियरिङ 5th सेमेस्टरको आरसिसी कलमको न्युमेरिकल लिएर आएको छु हैन। यो चाहिँ किन्दाखेरि लास्ट इयरमा सोधेको रहेछ यो। अब यसमा चाहिँ के भनेको छ त भन्दाखेरि डिजाइन यो तपाईँहरूलाई के छ त भन्दाखेरि सर्ट कलम भनेन हैन। तपाईँहरूलाई किन्दाखेरि सर्ट कलम मात्रै सोध्छ होला एक्जाममा, लङ कलम सोध्दैन है। सर्ट कलमको मात्रै तपाईँहरूले प्र्याक्टिस गर्नु होला। अब किन्दाखेरि सर्ट कलमको पनि 2 टाइप्सको हुन्छ हैन। 2 टाइप यो किन्दाखेरि स्क्वायर टाइप्सको एउटा भयो हैन, स्क्वायर अथवा रेक्टेङ्गल टाइपको। अनि अर्को भनेको के भन्दाखेरि सर्कुलर टाइप्सको दुईटा त्यो खालको कलम पनि यसपालि सोध्न सक्छ ल, त्यो पनि प्र्याक्टिस गर्नु होला। अब त्यसको पनि न्युमेरिकल अब चाहिन्छ भने त्यो स्क्वायर टाइप्सको पनि न्युमेरिकल सर्ट गर्नुपर्छ भने भन्नु, म भिडियो ल्याउँछु। अब यसमा चाहिँ के छ त भन्दाखेरि डिजाइन सर्ट कलमको डिजाइन गर्नु भनौँ हैन। किन्दाखेरि एक्जियल लोड कति दिएको छ 1000 किलोन्युटन दिएको छ। लेन्थ भनेको के कति मिटर लामो छ भनेर भन्दाखेरि 4 मिटर भनौँ। अब यो भनेको कन्डिसन दिएको, इफेक्टिभली हेल्ड इन पोजिसन एन्ड रेजिस्टेन्स एगेन्स्ट रोटेसन्स एट बोथ हिल भनेर भनौँ। यो भनेको तपाईँलाई कन्डिसन दिएको हो। यो कन्डिसन हेरेर तपाईँले यो कोड हेर्नुपर्छ, कोडमा हेर्नुपर्छ यो कन्डिसन हेरेर तपाईँले के निकाल्नुपर्छ त भन्दाखेरि इफेक्टिभ लेन्थ निकाल्नुपर्छ। अब यसमा के छ त भन्दाखेरि युज M20 कन्क्रिट युज गर्नु भनेको छ हैन। एन के भनौँ त भन्दाखेरि IP 415 को स्टिल। अब के भनौँ त भन्दाखेरि अब हेर्नु है, यो डिजाइन गर्दाखेरि के हुनुपर्छ त भन्दाखेरि तपाईँसँग डिजाइन स्टेप तपाईँलाई थाहा हुनुपर्छ है। अब हेर्नु, अब फर्स्टमा के गर्ने त भन्दाखेरि कोलुम हाम्रो सर्ट हो कि लङ हो। अब यहाँ पो के भन्दाखेरि कोलुम सर्ट भन्ने कोही बेला कुनै न्युमेरिकलमा के भनेको हुन्छ त भन्दाखेरि सर्ट कलम पनि भनेको हुन्छ, मिनिमम इसेन्ट्रिसिटी पनि दिएको हुन्छ कि यो कन्डिसन देखाएर दिएको हुन्छ। कस्तो भन्दाखेरि यो ई मिनिमम चाहिँ 0.05D भन्दा चाहिँ के भन्दाखेरि ई मिनिमम कम छ भनेर देखाएको हुन्छ। भनेपछि यो बुझिहाल्ने कि हामीले एक्जियली लोडेड सर्ट कलम हो भनेर। अब हेर्नु, अब तपाईँलाई के भन्दाखेरि यो डिजाइन स्टेप एकचोटि डिस्क्राइब गरौँ ल। अब हेर्नु है, यसमा के गर्ने त भन्दाखेरि कोलमलाई आइडेन्टिफाई गर्ने सर्ट हो कि लङ हो भनेर। अनि के भन्दाखेरि कोलम आइडेन्टिफाई कसरी हुन्छ, सिलिन्डरनेस रेसियोबाट हामीले के भन्दा कोलम सर्ट हो कि लङ हो भनेर हामीले पत्ता लगाउँछौँ। अब के भन्दाखेरि मिनिमम इसेन्ट्रिसिटी भनेको चाहिँ के छ त भन्दाखेरि मिनिमम इसेन्ट्रिसिटी पनि के भन्दाखेरि हामीले पत्ता लगाउनुपर्छ। मिनिमम इसेन्ट्रिसिटी के को लागि भन्दाखेरि एक्जियली लोडेड। मिनिमम इसेन्ट्रिसिटी किन निकाल्ने त भन्दाखेरि एक्जियली लोडेड कोलम हो कि होइन भन्ने कुरा पत्ता लगाउनको लागि हामीले के गर्नुपर्छ, मिनिमम इसेन्ट्रिसिटी निकाल्नुपर्छ। अब मिनिमम इसेन्ट्रिसिटी भनेको के हो भन्ने कुरा म तपाईँलाई बुझाउँछु। यो हाम्रो एउटा कोलम भयो अरे होइन, स्क्वायर टाइप्सको। अब यो भनेको त के भन्दाखेरि सेन्टर, यसलाई के भन्न सक्यो, सिजी। यो भनेको हाम्रो सिजी भयो। अब हेर्नु है, अब यो भनेको के भन्दाखेरि लोड अब यो भनेको लोड लाग्यो नि त, माथिबाट लाग्छ नि त हैन। त्यो लोड चाहिँ सिजीदेखिको कति डिस्टेन्स पर लागेको छ त भन्ने कुरा चाहिँ के हो त भन्दाखेरि इसेन्ट्रिसिटी हो के। यसलाई भन्न सक्यो हामीले इसेन्ट्रिसिटी। यसलाई के भन्न सक्यो हामीले, यसलाई चाहिँ हामी भन्छौँ इसेन्ट्रिसिटी। बुझ्नुभयो। अब के भन्दाखेरि यो मिनिमम इसेन्ट्रिसिटी चाहिँ कति हुनुपर्छ त भन्दाखेरि एक्जियली लोडेड सर्ट कलम हुनको लागि यहाँ हामीले लेखिरहेको छ। हेर्नु है, अब हेर्नु यहाँ लेखेको छ हामीले, इफ यदि ई मिनिमम चाहिँ के भयो त भन्दाखेरि 0.05D भन्दा कम अथवा बराबर भयो भने के हुन्छ, एक्जियली लोडेड सर्ट कलम हुन्छ। बुझ्नुभयो। तपाईँहरूलाई प्रायः यो के भन्दाखेरि यो एक्जियली लोडेड सर्ट कलमै दिन्छ, तपाईँहरूलाई यो नै सोध्छ, एक्जियली लोडेड सर्ट कलमै हुन्छ, तपाईँहरूलाई त्यही नै सोध्छ। अब के गर्नु भन्दाखेरि अब त्यसपछि हेर्नु है, अब यो सिलिन्डरनेस रेसियो तपाईँहरूले पत्ता लगाइ हेर्नुहुन्छ, एल इफेक्टिभ अपन लिस्ट ल्याटरल डाइमेन्सन भनेर भन्नु होइन। लिस्ट ल्याटरल डाइमेन्सन त्यो चाहिँ कति हुनु पर्यो त भन्दाखेरि 12 भन्दा कम अथवा 12 भन्दाखेरि 12सँग इक्वल हुनु पर्यो के हुनको लागि, सर्ट कलम हुनको लागि। त्योभन्दा बढी भयो भने लङ कलम, तर तपाईँलाई लङ कलम सोध्दैन। अब अर्को भनेको ई मिनिमम भनेको अनसपोर्टेड लेन्थ अपन 500 प्लस D डिभाइडेड बाई 30। अनि यो भनेको 200, यो 200 भन्ने आएछ 20 mm। यो भनेको के भन्दाखेरि ग्रेटर भ्यालु।
अब हेर्नु है यो कम आयो, अब यो हेर्नु है यो 19 आयो भने के गर्ने त भन्दाखेरि हामीले मिनिमम इसेन्ट्रिसिटी कति लिने, यो 20 लिने। अब ई मिनिमम के आयो त भन्दाखेरि 21 आयो भने ई मिनिमम कति हुन्छ 21 हुन्छ, किनकि ग्रेटर भ्यालु लिनु भनेको छ नि त हैन। ई मिनिमम इक्वल्स टु यो दुईटा यो कन्डिसन र यो कन्डिसनको के भन्दाखेरि दुईटा भ्यालु चाहिँ यो दुईटा मध्येको चाहिँ एउटा ग्रेटर भ्यालु चाहिँ के भयो त भन्दाखेरि ई मिनिमम हुन्छ। अब ई मिनिमम निकालिसकेपछि हामीले निकाल्न सक्छौँ एक्जियल रिलेटेड सर्ट कलम हो कि हैन भनेर सक्छौँ है। अब के भन्दाखेरि क्याल्कुलेट एरिया अफ लङ्गिट्युडिनल रिइन्फोर्समेन्ट निकाल्ने यो फर्मुला लगाएर, यो फर्मुला कोडमा छ, म अहिले तपाईँलाई भनिहाल्छु है। अब त्यसपछि अर्को के छ त भन्दाखेरि यो एसी इज इक्वल्स टु एजिओ पनि अहिले म बुझाइहाल्छु। त्यस पछाडि हामीले के भन्दाखेरि डिटेलिङ एन्ड चेकअप के भन्दाखेरि कम्प्लिएन्स विथ कोडल प्रोभिजन यो भनेर भनौँ, यो पनि म बुझाइहाल्छु। क्याल्कुलेसन के भन्दाखेरि अफ ल्याटरल टाइज यो म बुझाइहाल्छु। यो डिजाइन स्टेप लेख्न सक्नुहुन्छ ल, यहाँ म देखाइदिन्छु। स्क्रिनसट गर्दा नि भयो है, हेर्नु यहाँबाट। यो मैले अर्को उतोमा पनि देखाएको होला, योभन्दा अगाडिको भिडियोमा पनि यो देखाएको छु जस्तो लाग्छ मलाई। अब त्यसपछि हेरौँ, अब हामी न्युमेरिकलमा जाउँ है त। अब न्युमेरिकलमा के छ त भन्दाखेरि एक्जियल लोड दियो 1000 किलोन्युटन दियो। अब ग्रेड अफ कन्क्रिट कति दियो 20, ग्रेड अफ स्टिल एफई 415 भनेर भनौँ। अब के भन्दाखेरि लेन्थ अफ कोलम भनेको 4 मिटर, यसलाई बीले डिनोट गर्दा भयो। यो ग्रेड अफ कन्क्रिटलाई केले डिनोट गर्न सकिन्छ हामीले, एफसीकेले डिनोट गरिन्छ हैन। अब यो के भन्दाखेरि ग्रेड अफ स्टिललाई एफवाईले डिनोट गरिन्छ। अब यो लेन्थ अफ कोलमलाई एल लेखौँ है। अब अर्को के छ त भन्दाखेरि अब फ्याक्टर एक्जियल लोड निकालौँ हैन। अब हामीलाई एक्जियल लोड दिएको छ नि त हैन। अब एक्जियल लोडलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि फ्याक्टर अफ सेफ्टीले मल्टिप्लाई गरेर के गर्नु पर्यो त भन्दाखेरि फ्याक्टर लोड निकाल्ने, फ्याक्टर एक्जियल लोड निकाल्ने 1.5 ले मल्टिप्लाई गर्ने अनि के गर्ने त भन्दाखेरि फ्याक्टर एक्जियल लोड निकाल्ने कति आयो 1500 किलोन्युटन आयो। अब हेर्नु है, अब त्यस पछाडि के गर्ने त भन्दाखेरि इफेक्टिभ लेन्थ अफ कोलम, इफेक्टिभ लेन्थ अफ कोलम निकाल्ने। अब हेर्नु त्यो हाम्रो सर्ट कोलम हो भन्ने त हामीलाई थाहा छ हैन। अब मिनिमम इसेन्ट्रिसिटी हेर्नु है, अब यो डिजाइन स्टेप अनुसार जाउँ भने अब यो मिनिमम, अब सर्ट कोलम चाहिँ हामीलाई थाहा छ। अब यो सर्ट कोलम भनिसकेको छ क्वेसनले। अब मिनिमम इसेन्ट्रिसिटी निकाल्न जाउँ भने हामीलाई के भन्दाखेरि यो डाइमेन्सन थाहा छ त तपाईँलाई, डी थाहा छ त, थाहा छैन नि हैन। अब डी थाहा छैन भनेपछि त्यसको कोलमको डाइमेन्सन थाहा छैन नि त, क्वेसन त दिएकै छैन, क्वेसनमा दिएकै छैन, त्यो डाइमेन्सन त हामीले निकाल्ने हो भनेपछि हामीले यो यसमा जान मिल्यो त, मिनिमम इसेन्ट्रिसिटी जान मिल्यो मिलेन, यो भनेपछि यो पनि मिलेन। अब हामी जान्छौँ यसमा क्याल्कुलेट द एरिया अफ लङ्गिट्युडिनल रिइन्फोर्समेन्ट, यो फर्मुला लगाएर चाहिँ हामीले अरू काम गर्छौँ है त, यो फर्मुला हो ल। अब यसमा चाहिँ के छ त भन्दाखेरि अब यो इफेक्टिभ लेन्थ अफ कोलम निकाल्नु, फर्स्टमा इफेक्टिभ लेन्थ अफ कोलम निकाल्नु। अब यसमा यो कन्डिसन हेर्नुपर्छ, इफेक्टिभ लेन्थ अफ कोलम निकाल्नको लागि के हुन्छ त भन्दाखेरि यो कन्डिसन हेर्नुपर्छ, इफेक्टिभली हेल्ड इन पोजिसन। यो भनेको कोडमा हेर्छु ल म, कति छ त भन्दाखेरि टेबल 28 मा छ, टेबल 28। अब यहाँ के छ त भन्दाखेरि हाम्रो यहाँ कन्डिसन दिएको छ ल। अब हेर्नु है, यो कोड छ यहाँ। अब कोडमा के छ त भन्दाखेरि इफेक्टिभ लेन्थ अफ कम्प्रेसन मेम्बर यहाँ माथि भनौँ है। अब कन्डिसन दिएको छ इफेक्टिभली हेल्ड इन पोजिसन, इफेक्टिभली हेल्ड इन पोजिसन्स एन्ड रेजिस्टेन्स एगेन्स्ट रोटेसन्स एट के भन्नु त भन्दाखेरि बोथ इन्ड, इन बोथ इन्ड एट बोथ इन्ड एउटा भ्याल हैन। रोटेन यो भनेपछि यो फर्स्टकै लाग्यो कन्डिसन। अब तपाईँले थ्योरिटिकल भ्यालु हेर्ने होइन, कुन भ्यालु लिने त भन्दाखेरि रिकमेन्डेड भ्यालु लिने भनेपछि कति भयो भनेपछि यो इफेक्टिभ लेन्थ भनेको कति हो, इफेक्टिभ लेन्थ इज इक्वल्स टु 0.65 एल, त्यही लेखेको छौँ हामीले 0.65 एल भनेपछि एल भनेको के भयो, यो लेन्थ अफ कोलम भनेपछि यसले मल्टिप्लाई गरिसकेपछि के भयो त भन्दाखेरि हाम्रो यो इफेक्टिभ लेन्थ आयो। एलइएक्स र एलयुआईतिर सेम भइहाल्यो हैन कोलममा। अब के भन्छ भन्दाखेरि डिजाइन अफ कोलम। अब हामी के गर्छौँ त भन्दाखेरि
अब हामी पहिला के गर्छौँ त भन्दाखेरि डाइमेन्सन पत्ता लगाउँछौँ। अब डाइमेन्सनतिर जाँदाखेरि के हुन्छ त भन्दाखेरि डिजाइन अफ कोलममा हेर्नु ल, डाइमेन्सन पत्ता लगाउनको लागि तपाईँहरूलाई के भन्दाखेरि यो फर्मुला लगाउनुपर्छ। यो फर्मुला लगाउनको लागि के हुन्छ त भन्दाखेरि तपाईँले के गर्नुपर्छ त भन्दाखेरि एरिया अफ स्टिल, एरिया अफ स्टिल कति पर्सेन्ट एज्युम गर्ने भन्ने कुरा आउँछ। अब एरिया अफ स्टिल तपाईँलाई थाहा छैन होइन, नत्र भने त के भन्दाखेरि यो डाइमेन्सन थाहा भएको भए, डाइमेन्सन थाहा तपाईँले डाइमेन्सन थाहा पाउनु भएको भए तपाईँको के भन्दाखेरि डाइमेन्सन क्वेसनले दिएको थियो भने यो फर्मुला लगाउँदाखेरि एरिया अफ स्टिल अघि निस्किसक्थ्यो। भनेपछि अहिले डाइमेन्सन दिएको छैन, डाइमेन्सन दिएको छैन भनेपछि के गर्नुपर्छ त भन्दाखेरि एज्युम गर्ने, स्टिल कति पर्सेन्ट चाहिँ एज्युम गर्ने भन्ने कुरा आउँछ। अब यसमा चाहिँ के हुन्छ त भन्दाखेरि 1% एज्युम गर्ने, के को त भन्दाखेरि कोलमको यो कोलमको के भन्दाखेरि एरियाको, यो होल एरियाको के गर्ने त भन्दाखेरि 1% चाहिँ स्टिल प्रोभाइड गरेको छ भनेर स्टिलको एरिया एज्युम गर्ने। अब भनेपछि के भयो त भन्दाखेरि एएससी भनेको एरिया अफ स्टिल इज इक्वल्स टु के भयो त भन्दाखेरि 0.01 एजी भनेर भयो। एसी इज इक्वल्स टु के भयो त भन्दाखेरि एसी भनेको त के हो हेर्नु, एरिया अफ कन्क्रिट। एसी भनेको एरिया अफ कन्क्रिट, एसी भनेको एरिया अफ कन्क्रिट, एजी भनेको ग्रस एरिया, यो टोटल एरिया भनेको यो कोलमको के भन्दाखेरि कोलमको यो भनेको होल एरिया भनेको के भयो त भन्दाखेरि यो एजी भयो ग्रस एरिया। अनि एसी भनेको के भन्दाखेरि यो स्टिलको मात्रै एरिया, स्टिलको मात्रै एरिया हैन। अनि अर्को भनेको एसी भनेको यो स्टिललाई छाडेर के गरेको त भन्दाखेरि कन्क्रिटको मात्रै एरिया। भनेपछि के भयो त भन्दाखेरि अब हेर्नु, अब टोटल एजी भनेको त के भयो त भन्दाखेरि एसी प्लस एएससी भयो, एएससी भयो हैन। एजी भनेको के भयो त ग्रस एरिया भनेको के भन्दाखेरि एरिया अफ कन्क्रिट प्लस एरिया अफ स्टिल भयो। अब के भयो त भन्दाखेरि अब एसी निकाल्दाखेरि एसी त हामीलाई यो एसी चाहिन्छ नि त, यहाँ एसी, यो एसी यहाँ भ्यालु पुट गर्नुपर्छ एसीमा, यो तोमा टर्ममा। अब के भन्नु त भन्दाखेरि एसी इज इक्वल्स टु के भयो, एसी इज इक्वल्स टु के भयो त भन्दाखेरि एजी माइनस एएससी। यसलाई एएससी लाउँदाखेरि एजी माइनस एएससी भयो हैन, एजी माइनस एएससी भयो है। भनेपछि के भन्दाखेरि एसी इज इक्वल्स टु एजी माइनस एएससी। भनेपछि एजी भनेको तपाईँलाई एजी यो भनेको यही राखौँ हैन। अब माइनस के भन्दाखेरि 0.01 एजी, यो एएससीको भ्यालु यहाँ हामीले राख्यौँ भनेपछि कति आयो 0.99 एजी आयो। अब हेर्नु है फर्मुलामा, अब यहाँ भनेपछि हामीले एसी, अब एएससीलाई 0.01 एजीमा राख्यौँ। अब यो एसीलाई पनि के गरिन् त भन्दाखेरि एजीमा राख्यौँ भनेपछि के भन्दाखेरि यो एजीको भ्यालु आउने पर्यो, एसीको भ्यालु यहाँ पुट गर्छौँ एजीमा छ, अनि यो एसीको भ्यालु पुट गर्छौँ यहाँ एजीमा छ। भनेपछि के भन्दाखेरि एजीको एजी आउँछ भनेपछि एजी भनेको के हो ग्रस एरिया। यहाँ हामीले डाइमेन्सन निकाल्न खोज्दैछौँ। अब पी इज इक्वल्स टु यो अल्टिमेट लोड अन कोलम यो लेख्नु होला, पी इज इक्वल्स टु यो फर्मुला छ, यो फर्मुला कति छ क्लस 39.3 छ। यहाँ छ यो फर्मुला, एक्जियली लोडेड के भन्दाखेरि सर्ट एक्जियली लोडेड मेम्बर इन कम्प्रेसन, यो फर्मुला छ यहाँ, यो फर्मुला तपाईँहरूले युज गर्ने। यो फर्मुला भयो। अब पियु भनेको त तपाईँले दिएको छ, कति दिएको छ अब हामीले के गर्यौँ त भन्दाखेरि अब यो पियुको भ्यालु कति थियो त भन्दाखेरि 1500 किलो न्युटन थियो। यसलाई हामीले न्युटनमा लग्यौँ, 1500 × 10⁻³ भयो हैन। इज इक्वल्स टु अब यो 0.को भइहाल्यो, एफसीको भ्यालु हामीसँग 20 छँदैछ, यसलाई 20 लेख्न सकिहाल्यो नि त हैन। इज इक्वल्स टु 415, यसलाई त्यति नै त हुन्छ हैन, 20 भइहाल्यो। अनि एसी भनेको कति आयो त भन्दाखेरि एसी भनेको यहाँ निकालेको छौँ नि हैन, यो एसी। भिडियो धेरै लामो भइसक्यो है, म अलिक छिटो लान्छु ल। अब यसमा के छ त भन्दाखेरि एसी इज इक्वल्स टु यति भयो, एसीको भ्यालु पुट गऱ्यौँ 0.67 छँदैछ, यो त 0.67 यो फर्मुलामै भइहाल्यो। 0.67 इन्टु एफवाई भनेको के भयो, एफवाई भनेको 415 भइहाल्यो। अर्को भनेको इन्टु एएससी, एएससी भनेको 0.01 एजी भयो। यो के भन्दाखेरि यो
राखेर एजी योलाई यसलाई सल्भ गर्दाखेरि कति आउँछ एजी इक्वल्स टु यति आउँछ। क्यालकुलेसन मिस्टेक हुनसक्छ तर छैन होला जस्तो लाग्छ। अब यसमा यो डिजाइन प्रोसिडियर चाहिँ यही हो है त। तपाईँहरूलाई के हेर्दैन त भन्दाखेरि तपाईँहरूलाई एक्जाममा पनि के गर्छ त भन्दाखेरि तपाईँको डिजाइन स्टेप हेर्ने हो, तपाईँहरूको भ्यालु हेर्दैन। तपाईँ यो के भन्दाखेरि यो मिलेको सही छैन भनेर हेर्दैन। यो के भन्दाखेरि यो थिचेर क्यालकुलेटरमा थिचेर बस्छ त पर्दैन नि होइन। तपाईँको डिजाइन स्टेप हेर्ने हो, डिजाइन स्टेप ओके छ भने ठिक छ न्युमेरिकल। अब के छ त भन्दाखेरि प्रोभाइडिङ साइज अफ कोलम भनेपछि हेर्नु एजी भनेको यति आयो, यसलाई रुट अन्डर यति भ्यालु हालिसकेपछि के आउँछ साइज अफ कोलम आउँछ। अब हेर्नु है त, अब यसलाई रुटमा हाल्दाखेरि 14 कति आयो नि 374 आएको छ नि। यो 374 चाहिँ के हो त भन्दाखेरि उदोको के अरे कोलमको डाइमेन्सन हो। अब यो 374लाई हामीले के भन्दाखेरि अलिकति बढाएर हामीले लेख्न पाउँछौँ भनेपछि 400 राखिदिउँ। त्यही भएर हामीले 400 राखेको छ भनेपछि के भन्दाखेरि प्रोभाइडिङ साइज अफ कोलम भनेको के भन्दाखेरि 400 × 400 को हामीले स्क्वायर कोलम चाहिँ हामीले एजुम गऱ्यौँ हैन। भनेपछि एजी भनेपछि एरिया यो हामीले कोलमको साइज एजुम गरिसकेपछि कति हो त भन्दाखेरि यही गरेको हो के 400 × 400 ए कति आयो 1,60,000 त्यसले यहाँ एमएम स्क्वायरमा आयो हैन एजी। अब सिलिन्डरनेस रेसियो यो स्टेप नगर्दा नि हुन्छ है, यो स्टेप नगर्दा नि हुन्छ। मैले यहाँ त्यतिकै राख्दिएँ, यो स्टेप नगर्दा नि हुन्छ। अगाडि नै के भयो भनिसकेको छ त भन्दाखेरि सर्ट कोलम भनिसकेको छ नि त, त्यही भएर हामीले यो स्टेप नगर्दा नि हुन्छ। त्यही भएर र पनि मैले राख्दै बुझाउनको लागि इफेक्टिभ लेन्थ भनेको तपाईँलाई थाहा भइहाल्यो कहाँ छ इफेक्टिभ लेन्थ। इफेक्टिभ लेन्थ यो निकाल्नु भयो, यही राख्यो। अनि लिस्ट ल्याटरल डाइमेन्सन लिस्ट ल्याटरल डाइमेन्सन यहाँ त अनि कति हुन्छ, यहाँ त 400 हुन्छ त 100 divided by 100 6.5 त्यो भनेको 12भन्दा कम भइहाल्यो होइन। अब भनेपछि यो सर्ट कोलममै भइहाल्यो। अब अर्को छ लिस्ट ल्याटरल डाइमेन्सन। अब हेर्नु है यो हाम्रो स्क्वायर सेपको कोलम छ र पो हामीले के भन्दाखेरि यो एउटा के भन्दाखेरि सेम डाइमेन्सन भयो। अब के भन्दाखेरि कोलम यस्तो खालको थियो भने 400 ल यो 400 × 600 को थियो भने लिस्ट ल्याटरल डाइमेन्सन कति भयो 400 हुन्थ्यो यस्तो थियो भने है। अब अर्को के छ त भन्दाखेरि मिनिमम इसेन्ट्रिसिटी निकाल्ने हो हामीले। मिनिमम इसेन्ट्रिसिटी अब हेर्नु यो मिनिमम इसेन्ट्रिसिटी एक्स र वाइ डाइरेक्सनमा दुईटै डाइरेक्सनमा निकाल्नुपर्छ। कति बेला भन्दाखेरि यो के भन्दाखेरि डाइमेन्सन अफ कोलमको डाइमेन्सन चाहिँ के हुन्छ त भन्दाखेरि यस्तो 400 र 600 भएको बेलामा दुईटा साइडमै निकाल्नुपर्छ ल। अब यसमा त हाम्रोमा त अहिले चाहिँ के छ त भन्दाखेरि यो 400 × 400 को छ नि त भनेपछि एकतिर निकाल्दा भइहाल्यो। एक्स मिनिमम भने यहाँ चाहिँ एक्सतिर निकाल्दिउँ होइन। अब के भन्दाखेरि मिनिमम भने मिनिमम इसेन्ट्रिसिटी निकाल्ने हो। अब यो भनेपछि ग्रेटर अफ यसको ग्रेटर यो दुईटाको यो कन्डिसन र यो त भइहाल्यो। यो कन्डिसन र यसमा चाहिँ के भन्दाखेरि यो कन्डिसनको भ्यालु र यसको के भन्दाखेरि ग्रेटर भ्यालु चाहिँ के भयो भन्दाखेरि ई मिनिमम भयो, मिनिमम इसेन्ट्रिसिटी भयो। अब भनेपछि एलीको भ्यालु इफेक्टिभ लेन्थ क्या निकालेको छ मैले छिटो लिएर जान्छु ल, भिडियो धेरै लामो भइसकेको। अब के भन्दाखेरि 2600 यहाँ राख्यौँ। अब डी भनेको के भयो त भन्दाखेरि डी भनेपछि अब दुईटैको सेम छ भनेपछि एउटा राखिदिनु 400 राख्ने भइहाल्यो होइन। अब के भन्दाखेरि 500 साथै 30 छँदैछ। यो भनेपछि कति गर्दाखेरि यो भन्दाखेरि यो यति सल्भ गर्दाखेरि यति आयो अरे। अब भनेपछि ग्रेटर भ्यालु भनेको छ नि त, ग्रेटर अफ यतिको दुईटाको ग्रेटर भनेको छ भनेपछि यो र यो मा ग्रेटर भनेको कति भयो 20 भयो भनेपछि ई मिनिमम इज इक्वल्स टु 20। अब अर्को अब यो 0.05 डी इजिकल यो भन्दा के भन्दाखेरि कम हुनु पर्यो भनेको थियो नि त होइन। डी भनेपछि डी भनेको कति भयो 4 के भन्दाखेरि 400 भयो। अब यो भ्यालु भन्दा हाम्रो मिनिमम इसेन्ट्रिसिटी के हुनु पर्यो कम अथवा बराबर हुनु पर्यो। यहाँ छ नि त हाम्रो यहाँ हेर्नु यहाँ छ नि त होइन
यो के भन्दाखेरि यो 0.05 डी भन्दा चाहिँ के भन्दाखेरि बराबर अथवा कम छ भनेपछि हाम्रो के मिनिमम इसेन्ट्रिसिटी कम छ भनेपछि त्यो के भयो एक्जियली लोडेड सर्ट कलम भने 0.05 डी भनेपछि 400 इज इक्वल्स टु कति गर्दाखेरि यो सल्भ गर्दाखेरि 20 आयो इज इक्वल्स टु गर्दाखेरि ई मिनिमम भनेपछि 20 भयो भनेपछि के भन्दाखेरि यो भ्यालु र यो भ्यालु बराबर भयो भनेपछि के भयो भन्दाखेरि एक्जियली लोडेड सर्ट कलम हो हेन्स द कलम क्यान बी डिजाइनेड सर्ट एक्जियली लोडेड कलम एक्जियली लोडेड सर्ट कलममा हामीले डिजाइन गर्छ अब हेर्नु एरिया लङ्गिट्युडनल रेन्फोर्समेन्ट हामीलाई थाहा छ थाहा छैन भनेपछि अघि के गरेको थियो एजुम गरेको थियो एजुम एएससी इज इक्वल्स टु एएससी एजुम गरेको थियो भनेपछि कति गरेको थियो भन्दाखेरि एएससी इज इक्वल्स टु 0.01 एजी भनेपछि त्यही लेख्यौँ हामीले एएससी इज इक्वल्स टु 0.01 एजी भनेपछि यो भ्यालु एजीको भ्यालु भनेको हाम्रो यहाँ छ कहाँ छ एजी यति गर्दाखेरि कति आयो एएससी भनेपछि एरिया अफ स्टिल भनेको यति आयो अब यो निकाल्दै गर्दाखेरि यो मिनिमम इसेन्ट्रिसिटीको यो कोलममा उतोमा छ है कोडमा छ है यो कन्डिसन सबै यो कन्डिसन उतोमा छ नि कोलम के अरे कोडमा छ कोडमा कहाँ छ त भन्दाखेरि कम्प्रेसन मेम्बर यो 41 मा हेरौँ है त 41 देखिको हेर्दै जाऊँ त कम्प्रेसन मेम्बर 41 कम्प्रेसन मेम्बर यसमा दिएको छैन यहाँ मिनिमम इसेन्ट्रिसिटी यहाँ दिएको रहेछ है मिनिमम इसेन्ट्रिसिटी यो पढ्नु होला यहीँ छ यहाँ छ सर्ट एन्ड के भन्दाखेरि सिलिन्डर कम्प्रेसन मेम्बर भनेको चाहिँ यहाँ सिलिन्डरनेस रेसियोको पनि यहीँ दिएको छ त्यस पछाडि अरू पनि हेरौँ है त यहाँ सबै देखाइन्छ तपाईँलाई अब हेर्नु यहाँ कोलममा अब यहाँ कोलमको यो म यहाँ राख्छु अहिले यहाँ जाँदै गर्दाखेरि यो त्यहाँ पुगेपछि म घर भनिदिइहाल्छु ल यो 16 के भन्दाखेरि 1600 mm स्क्वायर आयो भनेपछि यो प्रोभाइडेड 8 यो बार अब यो के गर्नु त भन्दाखेरि यो अगाडिको मैले एउटा कोलमको भिडियो बनाएर हालेको छ त्यो युट्युब के भन्दाखेरि च्यानल भिजिट गर्नु होला त्यहाँ भनेको छ यो के गर्ने त भन्दाखेरि यो कसरी हामीले प्रोभाइड गर्ने भन्ने कुरा त्यस पछाडि हामीले अब म थोरै यहाँ चाहिँ भनिदिन्छु ल अब के भन्दाखेरि 8 वटा बार चाहिँ के भन्दाखेरि प्रोभाइड 8 वटा बार हामीले के गर्ने त भन्दाखेरि 8 वटा बार चाहिँ प्रोभाइड गर्छौँ भनेर हामीले दिमागमा के गर्ने त भन्दाखेरि त्यो कुरा सोच्ने त्यसपछि के हुन्छ त भन्दाखेरि अब हेर्नु है अब हामीले त के भन्दाखेरि डायमिटर अफ बार निकाल्दैछौँ अब डायमिटर अफ बार पनि निकाल्छौँ डायमिटर अफ बार निकाल्दाखेरि के भन्दाखेरि यो 8 वटा के भन्दाखेरि ठ्याक्कै 8 वटा नम्बर पनि हामीले निकाल्छौँ भनेपछि सजिलो हुन्छ नि त अब डायमिटर अफ बार पनि हामीले ठिक्क निकाल्छौँ अनि यो 8 नम्बरमा के भन्दाखेरि 8 वटा बार पनि हामीले ठिक्क त्यतिमा पनि पार्छौँ अब हेर्नु कसरी त भन्दाखेरि यो भनेपछि के भन्दाखेरि यो 8 वटा बारको एरिया भयो 8 वटा बार प्रोभाइड गर्ने भनेपछि यो एसी भनेपछि त यो एरिया अफ स्टिल भयो भनेपछि 8 वटा बारको यो एरिया भयो भनेपछि एरिया अफ 1 बार भनेको कति भयो यसलाई 8 ले भाग गरेपछि एउटा एरिया आयो एउटा बारको एरिया आयो भनेपछि के हो भन्दाखेरि एरिया इज इक्वल्स टु पाइ डी स्क्वायर बाइ 4 एउटा बारको एरिया भनेपछि यो एकको ठाउँमा हामीले 200 राख्छौँ पाइ डी स्क्वायर बाइ 4 अब यसलाई के हुन्छ त भन्दाखेरि पाइ डी स्क्वायर बाइ 4 यो भनेपछि डी इज इक्वल्स टु के हुन्छ त भन्दाखेरि डी इज इक्वल्स टु भनेपछि एरिया इन्टु 4 डिभाइडेड बाई पाई अनि यसलाई के भन्दाखेरि यसको स्क्वायर हटाउनको लागि यता रुट हालिदिएको भनेपछि एकको ठाउँमा 200 राखेर हामीले डी इज इक्वल्स टु 15.95 को हामीले एमएम को बार भनेर यहाँ हामीले गर्ने यो रफ हो नि फेरि यो रफ हो ल तपाईँले यो एक्जाममा गर्नु पर्दैन यति तपाईँले एक्जाममा गर्नु पर्दैन रफ गरेर के भन्दाखेरि यो डायमिटर अफ बार निकाल्ने डायमिटर अफ बार पत्ता लगाउने अनि यहाँ लेख्ने प्रोभाइडिङ 16 mm डायमिटर अफ बार अब तपाईँले के भन्दाखेरि त्यसै भन्न त सक्नु हुँदैन नि त अब यो एरियाको लागि के भन्दाखेरि तपाईँले लु म राखिदिन्छु अरे लु के भन्दाखेरि 20 mm को डायमिटर अफ बार राखिदिन्छु भनेर भन्नुभयो अब यहाँ नोजमा होला तपाईँको कति आइदिएला भन्दाखेरि 7 वटा आइदिएला हाले 6.95 हो त्यस्तो 95 जति आइदिएला हाले यहाँ 6.95 जस्तो आइदिएला अरे अब तपाईँले त्यति बेला के भन्दाखेरि 7 वटा अब के भन्दाखेरि त्यति बेला चाहिँ के गर्ने त भन्दाखेरि 7 वटातिर जानु पर्यो त्योभन्दा अगाडिको भ्यालु भनेपछि के गर्ने त भन्दाखेरि ठिक्क
अब योभन्दा अलिकति बढी भयो, अब योभन्दा अलिकति बढी, त्यति बेला चाहिँ के हुन्छ त भन्दाखेरि इकोनोमिकल हुँदैन नि त हैन। यो के भन्दाखेरि 6.95 पाउँदाखेरि 8वटा बार प्रोभाइड गर्दाखेरि इकोनोमिकल हुँदैन भनेपछि के हुन्छ त भन्दाखेरि 7.95 भनेपछि यति आउँदाखेरि त 8वटा बार भनेपछि अलिकति बढी त हो नि, भनेपछि 8वटा बार प्रोभाइड गर्ने। यसरी नै त गरेको छ नि हैन। 16 mm डायमिटर अफ बार भनौँ, एरिया अफ 1 बार भनेपछि यति आयो, पाइ डी स्क्वायर भयो। अब नम्बर अफ बार भनेको के हो त भन्दाखेरि यसलाई यो एरिया अफ 1 बारले के गर्ने भाग गर्ने भनेपछि यति आयो भनेपछि 8 9, किनकि 8वटा नम्बर अफ बार चाहिँ हामीले के गर्छौँ 8वटा प्रोभाइड गर्छौँ बार चाहिँ। अब के भन्नु त भन्दाखेरि प्रोभाइडिङ 8वटा चाहिँ 16 mm को डायमिटर बार प्रोभाइड गर्ने भनौँ। एएफसी प्रोभाइडेड इज इक्वल्स टु कति भयो त भन्दाखेरि 8 × पाइ डी स्क्वायर बाइ 4 भनेपछि 16 mm को हो नि त हैन। भनेपछि 16 राख्दाखेरि यति आयो। अब हेर्नु रिक्वायर्ड हामीलाई कति थियो त भन्दाखेरि यति चाहिँ हाम्रो रिक्वायर्ड हो, यति बार हुनुपर्छ भन्छ, के भन्दाखेरि एरिया हुनुपर्छ भन्छ, तर हामीले प्रोभाइड गऱ्यौँ यति प्रोभाइड गऱ्यौँ भनेपछि हामीले के गर्ने चेक गर्ने यस पछाडि। अब चेकमा जाउँ। चेकमा भनेको मिनिमम डायमिटर अफ बार भनेपछि के हुनु पर्यो त भन्दाखेरि मिनिमम डायमिटर अफ बार भनेको के भन्दाखेरि 12 mm हुनु पर्यो भन्छ के। यहाँ कोडमै भनेको छ त, पेज नम्बर 48 मा रहेछ यो हैन। द बार शैल नट बी लेस देन 12 mm इन डायमिटर भनौँ कोलमको केसमा हैन। अब 12 mm भन्दा के भन्दाखेरि कम हुनु हुँदैन भने चाहिँ हामीले 16 mm को ओके प्रोभाइड गरेको छौँ, ओके भयो। अब मिनिमम नम्बर अफ बार, अब मिनिमम नम्बर अफ बार चाहिँ के हुनुपर्छ त भन्दाखेरि मिनिमम नम्बर अफ बार 4 हुनु पर्थ्यो भन्छ कि यसमा हैन। 4वटा हुनुपर्छ भन्थ्यो रेक्टेङ्गुलरको केसमा। अब यो सर्कुलरको केसमा 6वटा हुनु पर्यो मिनिमम नम्बर अफ बार भनेपछि 4वटा भन्दा बढी भयो, हामीले 8वटा प्रोभाइड गरेछौँ, यो पनि ओके। अब हामी अर्कोमा जान्छौँ। मिनिमम एरिया अफ लङ्गिट्युडिनल बार, मिनिमम एरिया अफ लङ्गिट्युडिनल बार भनेपछि यहाँ कोडमै छ जस्तो लाग्छ मलाई। यो पनि यही हो रिइन्फोर्समेन्ट एरिया, यही हो। स्याल नट लेस देन के भन्दाखेरि 8% भन्दा कम हुनु हुँदैन भन्छ के। 8% नि 8% भन्दा कम हुनु हुँदैन भन्छ भनेपछि 8% भनेको 1280 आयो हैन। भनेपछि हामीले कति छ त भन्दाखेरि 1608 हैन, त्यति प्रोभाइड गरेको छौँ भनेपछि त्यो पनि ओके भइसक्यो। अब म्याक्सिमम एरिया अफ लङ्गिट्युडिनल बार, अब यो म्याक्सिमम एरिया अफ लङ्गिट्युडिनल बारमा चाहिँ के भन्दाखेरि यो 4% हुन्छ क्या, पछि यो पनि ओके भइसक्यो। यो भिडियो मजाले बुझिँदैन भने के भन्दाखेरि अर्को भिडियो पनि हेर्न सक्नुहुन्छ ल। यो कोलमकै अर्को भिडियो पनि मैले पहिल्यै हालिसकेको छ, त्यो च्यानल भिजिट गरेर हेर्नु होला। अब यसमा चाहिँ के छ त भन्दाखेरि यो ओके भइसकेपछि हामी ल्याटरल टाइजतिर जान्छौँ। अब डायमिटर के हुनुपर्छ त भन्दाखेरि द डायमिटर अफ यो पोलिगोनल लिङ्क्स अर के भन्दाखेरि ल्याटरल टाइज स्याल नट बी के भन्दाखेरि स्याल नट बी लेस देन, यो भनेको 1/4 टाइम्स अफ के भन्दाखेरि टाइम्स अफ के भन्दाखेरि 16, यो भनेपछि के भन्दाखेरि डायमिटर अफ लङ्गिट्युडिनल रिइन्फोर्समेन्ट हो। यो 16 होइन है, यो के हुन्छ त भन्दाखेरि यो मैले डाइरेक्ट 16 लेख्दैछु अफ यो डायमिटर अफ लङ्गिट्युडिनल रिइन्फोर्समेन्ट हो है यो। अब यहाँ तपाईँले के भन्दाखेरि लङ्गिट्युडिनल रिइन्फोर्समेन्टको डायमिटर अर्कै राख्नुभयो अरे यहाँ नै। यो 16 mm को ठाउँमा तपाईँले 20 mm को राख्नु भएको छ भनेपछि तपाईँले यहाँ कति राख्नु पर्यो, यहाँ 20 राखेर गर्नु पर्यो। अब यो 6 mm भन्दा डायमिटरको के भन्दाखेरि 6 mm भन्दा डायमिटर 6 mm को डायमिटरको बार भन्दा कम हुन्छ त हुँदैन नि। मिनिमम डायमिटर अफ बार भनेको कति हो त भन्दाखेरि 6 mm को हुन्छ। यो भनेपछि यसको चाहिँ यो चाहिँ फेरि म्याक्सिमम हो नि। फेरि हेर्नु है, यो के भन्नु त भन्दाखेरि ग्रेटर भ्यालु, यो चाहिँ के भन्दाखेरि यो दुईटाको ग्रेटर भ्यालु भन्दा चाहिँ कम हुनु भएन भन्छ के। ल्याटरल टाइज नट बी लेस देन, यो दुईटाको ग्रेटर भ्यालु भन्दा चाहिँ कम हुनु भएन भनेपछि के भन्दाखेरि यो 6 mm भयो। भनेपछि 6 mm भन्दा कम चाहिँ कहिले पनि ल्याटरल टाइज हुँदैन भनेपछि यो दुईटामा 6 mm आयो हैन। भनेपछि यो दुईटामा ग्रेटर भ्यालु जुन आउँछ
त्यो भन्दा कम चाहिँ के गर्नु हुँदैन, ल्याटरल टाइज प्रोभाइड गर्नु हुँदैन भनेर भन्न खोजेको है। त्यही भएर हामीले यहाँ मिनिमम भनेको 6 आयो, यो र योमा त 6 आयो नि त। त्यही भनेपछि 6 भन्दा बढी भनेपछि 8 mm डायमिटर। अब यसमा 6 प्रोभाइड गर्छु भन्दा नि पाउनु भयो है तपाईँले, 6 mm के प्रोभाइड गर्छु भन्दा नि पाउनु भयो। अब यहाँ पिच, यो यहाँ मैले देखिरहेको थिएँ ल्याटरल टाइजको पनि यहाँ कोडमा देखिरहेको थिएँ, पिच एन्ड डायमिटर अफ ल्याटरल टाइज। यो यहाँ पढ्नु होला, यहाँ दिएको छ डायमिटरको केस, यहाँ दिएको छ हेलिकलको, यहाँ दिएको छ, सबै यहीँ छ ल। अब अर्को भनेको पिचको केसमा के हुन्छ त भन्दाखेरि यो अब यसको चाहिँ के हुन्छ त भन्दाखेरि यहाँ मजाले मैले लेखाएको हुन्छु क्या हो भनेपछि यो भनेपछि यहाँको लेसर भ्यालु चाहिँ के हुन्छ त भन्दाखेरि भनेको यो भन्दा यहाँको सबैभन्दा कम भ्यालु भन्दा चाहिँ के हुनु भन्दैन, के भन्दाखेरि पिच भन्दा त्यो भन्दा बढी हुनु हुँदैन, पिच चाहिँ बढी हुनु हुँदैन। भनेपछि यो चारवटा मध्येको भ्यालु जुन कम आउँछ त्यो कम आएको भ्यालु भन्दा चाहिँ यो पिच चाहिँ के हुँदैन, बढी हुनु हुँदैन भन्छ। भनेपछि यो ल्याटरल टाइज भनेको यहाँ बुझ्नु भएको छैन हो, यो हो क्या, यस्तो हो क्या कोलम हाम्रो कस्तो यस्तो। यो अलिक तल भयो ल, बुझ्नु अलिअलि बुझ्नु ल, जान्छ होइन। अब के हुन्छ त भन्दाखेरि ल्याटरल टाइज त हामीले के गर्ने हो, यसरी प्रोभाइड, यो भनेको ल्याटरल टाइज हो क्या। अब यसको स्पेसिङ चाहिँ हामीले निकाल्दैछौँ क्या, यसको स्पेसिङ चाहिँ यो भनेकै पिच भयो। अब यसमा चाहिँ के भन्दाखेरि यो मिनिमम यसमा कति आयो त 256 आयो नि होइन। 256 आइसकेपछि के हुन्छ त भन्दाखेरि 256 त यो म्याक्सिमम भयो, म्याक्सिमम भयो, म्याक्सिमम पिच 256 भयो भनेपछि अब प्रोभाइड हामीले 250 प्रोभाइड गर्न सक्यौँ होइन। योभन्दा अलिकति कम राखिदिउँ न, म्याक्सिममै यो 256 नै प्रोभाइड गर्दा नि भयो, केही फरक परेन, डिजाइन त हो। तर यो 256 भन्दा बढी जानु भएन नि, फेरि एउटा कुरा चाहिँ त्यो ख्याल गर्नु पर्यो। अब प्रोभाइड 8 mm डायमिटर अफ बार, अनि के त भन्दाखेरि यो 250 mm सेन्टर टु सेन्टर स्पेसिङमा प्रोभाइड गरेको छ। त्यस पछाडि हामी जान्छौँ यो रिइन्फोर्समेन्ट डिटेलिङमा जान्छौँ, यो प्रोभाइड यति भनेर भनौँ। अब त्यस पछाडि हामीले यो 8वटा बार प्रोभाइड गरेको छ, अघि हामीले भन्यौँ यो लङ्गिट्युडिनल रिइन्फोर्समेन्ट 8वटा भनौँ। अब यो भनेपछि के भयो 8वटा, यहाँ 20 लेखेछु फेरि मैले, यो त 16 हो नि त होइन, 16 mm को हामीले प्रोभाइड गरेको छ नि त होइन। 16 mm डायमिटर अफ बार प्रोभाइड गरेछ नि त। अब भनेपछि यो भनेको हाम्रो ल्याटरल टाइज भयो। यो भनेपछि के भयो त भन्दाखेरि त्यो बाँध्ने त्यो चुरी कि के भन्छ नि होइन, नेपाली त्यो सिम्पल भाषामा भन्दाखेरि गाउँघरतिर चुरी के भन्छ नि हो, त्यो चाहिँ के भयो त भन्दाखेरि यो 8 mm डायमिटर गरेको स्पेसिङ भनेको 250 mm सेन्टर टु सेन्टर भनेपछि 400, यो यता भन्दा नि यसरी लेख्नु ल, यतापट्टि लेख्नु न, यतापट्टि 100 mm है। अब क्लियर कभर भनेको 40 mm। अब क्लियर कभर हेर्नु है कुन केसमा कति राख्ने भन्ने कुरा। अब हेर्नु है, इफ साइज अफ कोलम यदि 200 × 200 को छ भने क्लियर कभर 25 mm राख्नु पर्यो। अब साइज 200 × 200 को भन्दा बढी छ भने के गर्नु पर्यो त भन्दाखेरि क्लियर कभर 400 राख्नु पर्यो, 400 भन्दा आएछ 40 mm राख्नु पर्यो है क्लियर कभर। ओके, अब यो क्लियर कभर यहाँ भनेपछि हाम्रो 400 को भनेपछि यो भनेको क्लियर कभर हो नि त होइन, यो भनेको क्लियर कभर है त। कति हामीले राखेको छौँ त भन्दाखेरि क्लियर कभर भनेको 40 mm राखेको छौँ। क्लियर कभर भनेको यही होइन त, यो के भन्दाखेरि रिइन्फोर्समेन्ट र यो के भन्दाखेरि बाहिर चाहिँ यो डिस्टेन्स भनेको कति हो त भन्दाखेरि यो क्लियर कभर होइन त। यति नै छ। भिडियो कस्तो लाग्छ मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला। थ्याङ्क्स फर वाचिङ।